कल्पना गर्नुहोस्, भोलि बिहान उठ्दा अचानक संसारका सबै मानिस बायाँ हाते भयो भने के होला? मोबाइल समात्ने तरिका बदलिनेछ, लेख्ने तरिका बदलिनेछ, यहाँसम्म कि मानिसको दिमागले काम गर्ने तरिका पनि बदलिन सक्छ। तर सबैभन्दा डरलाग्दो कुरा के हो भने वैज्ञानिकहरूका अनुसार हामी कुन हात बढी प्रयोग गर्छौँ भन्ने कुरा सायद जन्मिनु अघि नै तयार भइसकेको थियो। हाम्रो दिमागले हामी जन्मिनुभन्दा अगाडि नै दायाँ हाते वा बायाँ हाते बनाउने निर्णय गरिसकेको हुन्छ। तर प्रश्न यहीँनिर आउँछ, किन संसारका लगभग 90% मानिसहरू दायाँ हाते छन्? किन केवल केही मानिस मात्र बायाँ हाते हुन्छन्? र किन वैज्ञानिकहरू अझै यसको वास्तविक कारण पत्ता लगाउन सकिरहेका छैनन्? आजको पुरा भिडियो हेरिसकेपछि सायद तपाईँ आफ्नो हातलाई फरक नजरले हेर्नुहुनेछ। अहिले एउटा काम गर्नुहोस्, आफ्नो दायाँ हात हेर्नुहोस्। सायद यही हातले तपाईँ लेख्नुहुन्छ, खानुहुन्छ, मोबाइल चलाउनुहुन्छ। हामीलाई यो सामान्य लाग्छ, तर वास्तवमा यो संसारको सबैभन्दा अनौठो वैज्ञानिक रहस्यमध्ये एक हो। किनकि प्रकृतिमा सामान्यतया सबै कुरा बराबर हुन्छ, जस्तै 2वटा आँखा, 2वटा कान, 2वटा हात। तर जब काम गर्ने कुरा आउँछ, किन एउटा भाग मात्र बढी चल्छ? किन एउटा साइड मात्र बढी डोमिनेट हुन्छ? यदि हाम्रो शरीर सन्तुलन हो भने किन अधिकांश मानिसहरू दायाँ हात बढी चलाउँछन्? यही प्रश्नले वैज्ञानिकहरूलाई दशकौँदेखि सताइरहेको छ। वैज्ञानिकहरूका अनुसार यसको उत्तर हाम्रो दिमागभित्र लुकेको हुन सक्छ। मानव दिमाग 2 भागमा बाँडिएको हुन्छ, एउटा दायाँ भाग र अर्को बायाँ भाग। अनि अचम्मको कुरा के छ भने दिमागको बायाँ भागले शरीरको दायाँ भागलाई नियन्त्रण गर्छ र दिमागको दायाँ भागले शरीरको बायाँ भागलाई। अब यहाँबाट सुरु हुन्छ वास्तविक रहस्य। धेरै मानिसको बायाँ दिमागले बढी सोच्छ र बायाँ दिमाग बढी एक्टिभ हुने भएकाले धेरै मानिसको दायाँ हात बढी चल्न सक्छ। तर सबै मानिसको दिमाग एउटै हुँदैन। केही मानिसमा दायाँ दिमाग बढी एक्टिभ हुन्छ, त्यसैले उनीहरू बायाँ हाते हुन सक्छन्। तर रोचक कुरा, यदि यो केवल दिमागको खेल हो भने किन संसारका 50% मानिसहरू बायाँ हाते छैनन्? किन 90% मानिसहरू दायाँ हाते छन्? अब आउँछ सबैभन्दा डरलाग्दो भाग। केही वैज्ञानिकहरूको अनुसन्धान अनुसार बच्चा आमाको गर्भमा हुँदा नै उसले कुन हात बढी चलाउँछ भन्ने सङ्केत दिन थाल्छ। जन्मिनुभन्दा महिनौँ अगाडि नै अल्ट्रासाउन्डमा केही बच्चाहरूले बारम्बार एउटै हात चलाएको देखिएको थियो। यसले वैज्ञानिकहरूलाई सोच्न बाध्य बनायो, के मानिस दायाँ हाते वा बायाँ हाते भएर नै जन्मिन्छ? यदि यो सत्य हो भने सायद हाम्रो दिमागले हाम्रो कन्ट्रोल बिना नै हाम्रो शरीरको भविष्य तय गरिसकेको हुन्छ। संसारमा केवल 10% मानिसहरू मात्र बायाँ हाते छन्, तर इतिहासमा धेरै असाधारण मानिसहरू बायाँ हाते थिए भन्ने चर्चा गरिन्छ, जस्तै लियोनार्दो दा भिन्ची, अल्बर्ट आइन्स्टाइन। यसपछि एउटा रहस्यमय थ्योरी फैलियो, के बायाँ हाते मानिसहरूको दिमाग फरक तरिकाले काम गर्छ? केही अनुसन्धानहरूले देखाए अनुसार केही बायाँ हाते मानिसहरू सोच्ने क्षमता, निर्णय गर्ने क्षमता, समस्या समाधान गर्ने कुरामा अरूभन्दा फरक हुन सक्छन्। तर ध्यान दिनुहोस्, यसको मतलब सबै बायाँ हाते मानिसहरू खतरनाक हुन्छन् भन्ने होइन। अक्सफोर्ड विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डाक्टर थोमस ए पुसेल र राचेल एम हुरविट्ज तथा रिडिङ विश्वविद्यालयका प्रोफेसर क्रिस भेन्डिटीको पिएलओएस बायोलोजीमा प्रकाशित एउटा नयाँ अनुसन्धान प्रतिवेदन अनुसार उनीहरूले करिब 41 प्रजातिका 2000 भन्दा बढी बाँदर र वनमान्छेको अध्ययन गर्दा एउटा अनौठो कुरा फेला पारे। अन्य कुनै पनि जीवमा मानिसमा जस्तो एउटै हात मात्र प्रयोग गर्ने भन्ने कडा नियम हुँदैन। वैज्ञानिक डाक्टर पुसेलका अनुसार यो रहस्य हाम्रा पुर्खा 2 खुट्टाले हिँड्न सुरु गर्नु र मस्तिष्कको विकाससँग जोडिएको छ। जब करोडौँ वर्ष पहिले मानिस 2 खुट्टामा उभियो, उसका हातहरू हिँड्नबाट स्वतन्त्र भए। त्यसपछि मस्तिष्क ठुलो र विकसित हुँदै जाँदा दायाँ हात चलाउने प्रणाली हाम्रो डिएनएमै कडा रूपमा बाँधियो। भनेपछि आज अधिकांश मानिसहरू दायाँ हाते हुनुको पछाडि मानव विकासको करोडौँ वर्षको इतिहास लुकेको छ। तसर्थ आज तपाईँले जुन हातले यो भिडियो स्क्रोल गरिरहनु भएको छ, यो हात केवल एउटा अङ्ग मात्र होइन, यो त लाखौँ वर्षको मानव विकासक्रम र हाम्रो मस्तिष्कको महायात्राको एउटा जीवित प्रमाण हो। अझै पनि वैज्ञानिकहरू यस विषयमा गहिरो खोज र अध्ययन गरिरहेका छन्। अब कमेन्टमा भन्नुहोस्, तपाईँ दायाँ हाते हुनुहुन्छ कि देब्रे हाते? र यो वैज्ञानिक रहस्यले तपाईँलाई चकित बनायो कि बनाएन? भिडियो मन परेमा भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को यस्तै कडा रहस्यमय भिडियोमा भेटौँला। धन्यवाद।